अर्को चाहिँ हजुरलाई यो इन्डस्ट्रियल युज भयो। अब इन्डस्ट्रियल युजमा बल्ल हजुरको अमेरिकामा धागो बनाउने फ्याक्ट्री जुन हामीहरूले अहिले यहाँ इन्डियामा बनाउँदैछौँ, अनि त्यो धागो बनाउने फ्याक्ट्री बल्ल त्यहाँ खुलिरहेको छ कि। हजुरले किन त्यो इन्डियामा बनाइराख्नुपर्ने अवस्था चाहिँ किन हजुरले नेपालमा होइन, नेपालमा पनि हामीहरूले बनायौँ। हजुर, यहाँ हामीहरूले ठुलो उद्योगहरूसँग मिलेर हामीहरूले एउटा सर्टेन स्ट्यान्डर्डको चाहिँ धागो बनायौँ। त्यही धागो बाट विभिन्न खालको कपडाहरू, विभिन्न खालको मोजादेखि लिएर सबै कुराहरू अहिले यहाँ नेपालभरिमा हजुरको अर्बौँको एउटा इन्डस्ट्री छ। तर हामीहरू त एज अ व्यापारी भनेको एउटा कुवाको भ्यागुता त हुने होइन। हामीहरू त एउटा ग्लोबल हेर्छौँ, कसरी लाएर हामीहरू विश्वमा आफ्नो एउटा अस्तित्व कायम गर्ने भन्ने हिसाबमा हामीहरूले नेपालमा बसेर चाहिँ भोलि गएर सर्टिफिकेसनै हुँदैन होइन। हजुरको गाँजा भनेर अब त्यहाँ एक्सपोर्ट गर्दाखेरि दुनियाँ ह्यासलहरू छ होइन, अनि नीति नियम अप्ठ्यारो छ। अनि त्यो कारणले गर्दाखेरि पनि हामीहरूलाई के लाग्यो भन्दाखेरि हजुरको नेपालभन्दा चाहिँ वातावरण बरु अरू देशहरूमा चाहिँ ठिक रहेछ। यहाँ पनि हामीहरू कुर्यौँ, त्यत्रो लबी हामीहरूले गऱ्यौँ होइन। हजुरको के अरे गएर हामीहरू सदनमा कुरा गरेन कि को माननीयसँग हामीहरूले कुरा गरेन, मिडियामा पनि सदनमा भन्दाखेरि मलाई एउटा कुरा याद आयो। केही समय अगाडि यो नेपालमा एकदमै भाइरल क्लिप पनि हो क्या, अनि तपाईँसँगै सम्बन्धित भएको कारणले चाहिँ मलाई जोड्न पनि मन लाग्यो। हजुरहरूले केपी ओलीलाई जुन गाँजाको सामग्रीहरू देखाउँदै हुनुहुन्थ्यो नि, त्यो बारेमा केही बताइदिनुहोस् न। एक लेभलमा गएर त त्यो त रोकियो नि त। अब अहिले त केपी ओली आइसके पछाडि अब गाँजा के होला भन्ने अन्यल सिर्जना छ। नत्र एकदमै रवि लामिछानेले त 1 महिनामा म लिगल गर्छु भन्नेसम्म तपाईँको कृषि समितिमा बसेर आर्जु राणा देउबाको अगाडि बोलिसकेको कुरा थियो होइन। उहाँको आफ्नै पद साइड भयो, त्यो भिन्दै कुरा होला। तर त्यो कुराहरूलाई पनि थोरै जोड दिनुहोस् न, कसरी तपाईँले चाहिँ केपी ओलीलाई सामानहरू देखाउनु भयो। होइन, यो कस्तो भन्दाखेरि यो नेताहरूको कामै कस्तो हुने रहेछ भन्दाखेरि देखाउने दाँत एउटा हुने रहेछ होइन, अनि त्यसपछि त्यो वास्तविक दाँत चाहिँ अर्कै हुने रहेछ कि। जसरी उहाँकै पार्टीको शेरबहादुर तामाङज्यू होइन, त्यत्रो बोल्नु भयो नि त उहाँले, पार्लियामेन्टमा नि बोल्नु भयो, सबै ठाउँमा उहाँले ल लिगल गर्नुपर्छ होइन, अझै रिक्रिएसन पनि लिगल गर्नुपर्छ, 10औं लाख मान्छेहरू आउँछ होइन। यहाँ हजुरको त्यत्रो 10औं लाख किसानहरूले पनि पाउँछ भनेर उहाँले त्यत्रो बोलिराख्नु भएको थियो। तर लास्टमा गएर हाम्रो काम धेरै अगाडि बढिसकेको थियो। रिसर्चको लागि एउटा बजेट पनि हजुरको छुट्याइसकेको थियो। बजेटै छुट्याइसकेको थियो। हामीहरूको त्यहाँ पार्लियामेन्टमा त्यो उद्घोषै भएको थियो होइन कि अब हामीहरू यसमा रिसर्च गर्छौँ भनेर। अनि त्यसपछि पहिला चाहिँ यो के अरे हजुरको हेल्थ मिनिस्ट्रीमा थियो होइन, तर पछि गएर त्यो रिसर्च गर्ने मान्छे नै भएन रे के। रिसर्च गर्ने खालको लेभलको मान्छे नै भयो। यो पिआरआईले पोलिसी रिसर्च सेन्टर जुन छ नि होइन, उसले पनि धेरै हदसम्म एउटा फ्रेमवर्कहरू चाहिँ बनाएको थियो होइन। तर पछि गएर के भइदियो भन्दाखेरि त्यो बजेट कृषि मन्त्रालयमा गयो कि होइन। अनि काम हजुरको एक चरणमा अगाडि चाहिँ बढिरहेको थियो। तर खोइ हाम्रो केपी बाको